लौ हामी भर्खर नास्ता खाएर न्युरो टिप्न फेरि सुरु गरेका छौँ। हेर्नुहोस् अब यसरी एक गरेर टिप्ने हो। यसको न्युरोको जरामा खोज्दै हिँड्नु पर्ने हुन्छ। भाग्य अलिअलि रहेछ क्या, हल्का भेटिरहेछ। न्युरो टिपिरहेको दाई अनि तल यतातिर हुनुहुन्छ भाउजू अनि एन्जु 106वटा सेन्चुरी पुऱ्याएर पुरा 6वटा एक्स्ट्रा भेटायो अरे। अनि दिदी अनि उता फुबु अनि जेठानलाई पनि छुटाउनु कुरा हुन्न। जेठानलाई पनि गएर एकचोटि चाहिँ जेठान त्यहाँ यहाँनिर हुनुहुन्छ, पुरा खोजिराख्नु भएको छ। हेरौँ यहाँ सबभन्दा बढी टिप्ने मध्येमा यहाँ फुबु हुनुहुन्छ क्या। एकचोटि हेरौँ त कसरी खोज्नुहुन्छ। यसरी खोज्ने हो। हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्। ओहो मैले त धेरै छोडेछु नि त। ओहो यसरी नै टिप्ने हो। यहाँलाई हेरेर सजिलो हुने रहेछ नभन्नु होला। नसक्ने त अहिले नसक्ने मान्छेलाई पनि म देखाउँछु। भेटाउँदै नभेटाउने मान्छेलाई पनि म देखाउँछु। अलि 111वटा पुऱ्यायो अरे। 111 ल एकचोटि एन्जु खोज न, तिमीले कसरी खोज्ने रहेछौ फेरि। अब सबै भेटाउने जति खतरा भेटाउने मान्छे र खतरा स्याम्पल यसो नभेटाउने मान्छे। नानी त्यो होइन होला त्यसै। हो यसरी खोज्ने हो। यो चाहिँ नभेटाउने मध्येमा हो। हेर्नुहोस् पक्का हो त्यो। यसरी खोज्छन् क्या र नभेटाउनेले। हेर्नुहोस् नास्ता पछि हाम्रो जम्मा नानीसँग 80 भएको छ। ल यो चराको आवाज, चराको आवाज म भन्छु कसरी आउनु म तपाईलाई सिकाउँछु कसरी टिप्ने। जस्तै तपाईले यहाँ एउटा भेटाउनु भयो भने त्यसको ओरापोरा पनि हेर्ने भयो भित्किन्छ। ल तर त्यो खस्रो हुनु पर्यो अनि गोलो गोलो घुमेको। ल ल अरु ल खोज त ल भेट्यो। अब सक्यो। त्यसमा अर्को बोटमा खोज न। अर्को ल हामी यो न्युरो टिप्न केमा आएको रे नानी? गाडीमा। कति मिनेट जति आएको? आधा घन्टा जति गाडीमा आएर। अहिले साँझ पनि लिन आउनुहुन्छ हामीलाई होइन? खासमा हामी न्युरो नै टिप्न आएको कि के हो रे? घुम्ने खास न्युरो टिप्ने त दोस्रो हो, दोस्रो नम्बरमा पर्छ। 1 नम्बर चाहिँ हामी घुम्नलाई हो। यो पोखरा भन्दा खतरा हो। पोखरामा यस्तो न्याउलीको राको सुनेछ छैन होला क्या र। उता तीनजना टेटा अलि बाक्लो छ र मान्छे टेटा चाहिँ अलि बढी छ। हुन त यता पनि 3 जना नै हो। म एक्स्ट्रा हो क्यामेराम्यानमा। म त कहाँ टिप्ने हुन्छ, मैले टिपे भने त भिडियो कहाँबाट बन्छ। ल
यति चाहिँ